भन्नुहुन्छ होला भन्नुस् केही छैन तर एउटा इन्ट्रेस्ट हो अब यो आइलाइनर पनि मैले के सोचेको थिएँ थाहा छ म यस्तो मजाले यस्तो लामो यस्तो दामी दान्छु भने यो के भयो यो त मैले कुनै जमानामा एउटा रचना भन्ने मेरो डाकु भन्ने साथीलाई गरिदिन्थेँ क्या स्कुल फ्रेन्ड हो है अनि उसलाई गरिदिन्थेँ उसलाई मैले गाजरलाई त खुब मन पर्थ्यो क्या अनि अहिले यहाँ सेम त्यस्तै भएको छ आज मेरो ब्याड लक भन्नु कि के भन्नु क्या गाइस तर राम्रो देखाएको छ यहाँ नट ब्याड म यता आँखामा पनि गरेर आउँछ है अब म के भनौँ के भन्नु चाहिँ के यो हल्का ठिक छ हौ यो के भएको म त हाँसेर मर्छु गाइस कसम ल आँखै डिफ्रेन्ट देखेन मेरो के भन्ने यसलाई मलाई त के भन्ने शब्दै आएन कि क्या म त कमेडी लाएर हाँसेर बसिरहेको छु के भयो भयो टल्ल परेको छ नि त एउटा आँखा कि एउटा आँखा कि मेरो बेइज्जत ल योभन्दा चाहिँ म खासै मसँग टाइम पनि छैन होइन अब म यतिको गर्छु अनि आज सुन्नु न मैले आज मेरो ग्लु हालेर होइन अनि कि मेरो साथीहरू यो मेरो यो मोबाइल चाहिँ अलिकति फाल्ने बेला भएको छ होइन यसले अर्कै खोजेको हो त्यो साउन्ड चाहिँ बोल्दा बोल्दै साउन्ड लुकेर जान्छ क्या अनि यसलाई के भन्नु यस्तालाई यो मोबाइलमा फालिदिन्छु अब ओके गाइस यो चाहिँ मेरो फाइनल लुक हो है अब मेकअप चाहिँ यतिको गरेको छु अघि चाहिँ बिग्रियो सो मैले चाहिँ अब मैले भने नि जस्ट ट्रस्ट द प्रोसेस क्या हजुरले ट्रस्ट द प्रोसेस गर्नुभयो भने आफूले गरिरहेको चिजलाई नातिने नहुने नर्भस नहुने मिल्यो कि मिलेन ल हेर्नु मेरो के बिग्रियो होला अलिकति आइलाइनर मेरो बिग्रेको भनेको आइलाइनर हो हेर्नु अहिले मैले सुधारेँ त्यसैले जस्ट ट्रस्ट द प्रोसेस क्या सब ठिक हुन्छ त्यो प्रोसेस अगाडि बढाउँदा बढाउँदै गऱ्यो भने चाहिँ एकदमै राम्रो हुन्छ सो ट्राई किप इट डुइङ भन्दै म चाहिँ के भन्छु भने यो मोबाइलको ठारोलाई लगेर कहाँ लगेर फाल्नु जस्तो भइसक्यो जस्ट मेरो मेकअपको चाहिँ राम्रो भएको छ ग्लो पनि आएको छ यतिको मेकअप चाहिँ मैले बिर्सेको छैन साथीहरू त्यही भएर नराम्रो नसोच्नु है मन परेमा कमेन्ट गर्नु मन नपरेमा कमेन्ट नगर्नु अब के भन्नु त हेर्नु त हेर्दा त राम्रै छ त ठिकठाकै छ नराम्रो छैन नि ग्लो पनि छ सबै देखाएको छ तर यो नाकमा जोकर जस्तो चाहिँ मलाई